जल नेपाल पार्टीसँगको राष्ट्रिय स्वतन्त्र पार्टीको एकता किन भङ्ग भयो? अब यसमा केही कुराहरू छन्। आफैमा हामीले डे वानदेखि भनेका थियौँ, रवि लामिछाने, बालेन शाह, कुलमान घिसिङ, तीनजना व्यक्तिलाई हेर्दा व्यक्तिमा कुनै प्रब्लम नै छैन। प्रब्लम कहाँनिर छ? छेउछाउका मान्छेलाई छ। कुलमान घिसिङ अहिले त्यही परिस्थितिको शिकार बने जस्तो हामीलाई लागेको छ। कुलमान घिसिङको व्यक्तिगत रूपमा उनलाई सल्लाह दिने केही साथीहरू है, फेरि त्यहाँ कतिपय राम्रा साथीहरू पनि छन् कुलमान घिसिङजीसँग, तर केही साथीहरूले जहिले पनि आफ्नो पदलाई अब भनौँ न एकता भएपछि म त्यहाँ पुग्छु कि पुग्दिनँ, कुलमान घिसिङसँग सहकार्य गर्दै अगाडि बढ्ने भनिहाल्यो, नाम कुलमान घिसिङसँग नाम जोडिहाल्यो, भोलि त्यो पदमा पुग्छु कि पुग्दिनँ, म त्यो ठाउँमा मलाई समेट्छन् कि समेट्दैनन्, असाध्यै चिन्तित उहाँहरू, यति चिन्तित कि भोलि कहीँ छुट्टी पो हाल्छु कि। त ती चिन्तित व्यक्तिहरूको चिन्तालाई चाहिँ कुलमान घिसिङजीले कसरी लिनु पर्थ्यो भने हामी त एउटा देशको मुहार फेर्न भनेर वैकल्पिक शक्तिको रूपमा आएको। आज पूर्व राजा ज्ञानेन्द्र शाहले भनेका छन् 20 वर्ष अघि नै मैले राम्रो गर्छु देश र जनताको लागि भनेर दलहरूलाई छोडेर हिँडे, तर अहिलेसम्म केही गरेको छैन, झन् अहिले मुलुकलाई सङ्कटमा धकेलेका छन्। हो त यो परिस्थितिबाट चाहिँ वैकल्पिक शक्तिहरूले काम गरेर देशको मुहार परिवर्तन गर्ने भनेर तीनजनाको मिलन हो। तर उनीहरूसँग जोडिएका, कुलमानजीसँग जोडिएका केही व्यक्तिको पद ठुलो कि देश ठुलो, यो एकता ठुलो कि ती व्यक्तिहरू भोलि केन्द्रीय सदस्य हुन्छन् हुँदैनन्, ती मान्छे भोलि सांसद हुन्छन् हुँदैनन्, ती व्यक्तिहरूलाई पदाधिकारीमा पाउँछन् पाउँदैनन् भन्ने यो विषय मेजर हो होइन। तर कुलमान घिसिङजीले यो कुरा बुझ्न सक्नु भएन। एउटा लिडरले जस्तो रवि लामिछाने हेर्नुहोस्, आज रवि लामिछानेले भावी प्रधानमन्त्री यो देशको उम्मेदवार बालेन शाह भनेर भन्दै गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीमा पनि केही विमतिहरू थियो होला, त्यहाँ अब्जेक्सन पनि भयो होला, हाम्रो पार्टी सभापतिले किन त्यसो बोलेको भन्ने पनि भयो होला। र रविजीले भनिदिनु भयो प्रश्न, तपाईँहरू धेरै न्यार मुर्र नगर्नुहोस्, कुरा स्पष्ट हो, म पार्टीको जिम्मेवारीबाट अगाडि बढ्ने हो, बालेन शाह सरकारको जिम्मेवारीबाट अगाडि बढ्ने हो, र कुलमानजीले काम गर्न एक्सन ओरिएन्टेड मान्छे हो, त्यसैले भौतिक पूर्वाधारको जिम्मेवारी कुलमान घिसिङजीलाई दिने हो। तपाईँहरूले भनेर हुन्छ, तपाईँहरू आफ्नो पदको लागि आउनुभयो कि देश बनाउनको लागि आउनुभएको राजनीतिमा भनेर रवि लामिछानेले यो खालको जवाब दिएपछि मै चुप